to my new channel and new vlog. के बोले भाइ अब के बोले हैन तपाईहरुको स्वागत छ। आज चाहिँ बिहान बिहानै भन्दा नि 7 बज्न आँटिसकेको छ। एक्जाम लेख्नु जानुपर्ने हैन। पानी परेर रोकिदिएर खोला चाहिँ बाढी झन्नाले ठुलो हैन, नभए त आएको भए त ओल आउँथ्यो, हामी एक्जाम लेख्न जानु पाउँदैन थियौं हैन। अब हामी चाहिँ यो खोला तरेर जानुपर्ने हुन्छ। अझ पानी पर्दैछ छिमछिम, तपाईहरुले देख्न सक्नु भएको छ कि छैन हैन, त्यो त थाहा भएन। एक्जाम लेख्नु जानुपर्ने, यस्तो पानी पर्यो भने त हुँदैन। आज लास्ट दिन हो भनेर त्यही दिन पानी परिदियो। म चाहिँ लाग्दैछु अब लुगाहरू चाहिँ ब्यागमा बोकेर हैन। अनि अब भ्लग पनि अझै बनाइदिएको। कस्तो के अब बाटोहरू चाहिँ कस्तो छ भने नि हाम्रो चाहिँ पुरा खराब छ क्या हैन। अब के गर्नु, कसरी जानु भइरहेछ। पानी पनि पर्नु थाल्यो फेरि। हामीलाई बाइकमै 1 घन्टा लाग्छ। जाने हिँडेर त कहाँ पुग्ने त आशै नगर्दा हुन्छ। 1 घन्टा ढिलो भइ नै हाल्छ। जुत्ता हातमा छ, लुगाहरू ब्यागमा। धेरै छ हौ, गाह्रो छ। अब एक्जाम नरोकेको भए चाहिँ त्यतिखेर सकिसक्थ्यो होइन। एक्जाम रोकिदियो, सरेकै भयो। त्यस्तै हो, म लुत्रुकै भइसकेँ, बितिसकेँ। के पर्यो भरे देखाउँछु तपाईहरुलाई। हामी चाहिँ रोडमा आइसकेका छौँ हैन। पानी पनि परिरहेछ। यो यहाँ छ, बाइक निकाल्नु गइरहेको छ। यहाँ छ बाइक, यहाँदेखि हिँड्दै जाने। अब उता पुरा लुत्रुकै त लुत्रुकै नै हुन्छ। हिँड्दैछु, बाटो चाहिँ कस्तो छ भन्नु के, जाँदैछु बाटो चाहिँ यस्तो छ लडियो भने गइयो। यहाँ बाटो नराम्रो छ। हावाको चाहिँ सकिएपछि भरे कि सरलाई लगेर भिडियो देखाइदिएन हो कि भिडियो पुग्दा नि हेर्छ क्या। चक्का चाहिँ लास्ट चिप्लिन्छ क्या यस्तोमा। जे भन्यो भने त्यो एमटीको चाहिँ चक्का ठुलो छ र अलिक चिप्लिँदैन नि। पहिला त झन् अब के भएको छ अरे नि बस एउटा चिज मात्रै भएको छ। कहाँबाट लगेछ नि होइन त चिप्लेको डबल चिप्लो क्या। टेक्ने ठाउँ राम्रो छ न। यही हो क्या बाटो खराब। ओइ बिस्तारी बिस्तारी त यस्तो हुन्छ क्या। त्यतै कहिले 8 बजी पुग्नु हो, कसरी पुग्नु यो बाटोमा। न मान्छे राम्रो हिँड्ने ठाउँ छ, अस्तिको छ। के भयो, हामी चाहिँ यो हालतमा गइरहेछौँ क्या। यो चाहिँ बाटो यस्तो छ नि। एमटी गयो नि, हामी मात्र पो त पल्सर राखेको छु। केही छैन, मेहनत गर्नुपर्छ यतिको त। मेहनत नगरी फल आउँदैन। सुरुमा आफूले सक्दो मेहनत गर्ने हो, त्यसपछि मात्र भएन भने मात्र हार खाने हो होइन। बाटो चाहिँ यस्तो छ, के भएको छ। के छ र जिन्दगीमा, एक दिन मर्नै छ। तर त्यतिकै बनाएको हाल्नुको लागि बनाएको हो। यो त म हाल्छु नै, त्यो छ बाटो होइन। म त बाटो पुगेँ गयो त हामी। तपाईँहरूले चाहिँ सब्सक्राइब गरिदिनु होला होइन। ट्रेनिङको लागि गरेको होला होइन। के को लागि? ट्रेनिङको लागि। यो त लाउँछु यार म। तर भ्युज चाहिँ 100 पनि आउँदैन, त्यो चाहिँ मलाई पनि थाहा छ। यो एभ्रिथिङ सेफ्टी के अरे मसँग बनाएको 230 हो क्या हो। केही छैन, सब्सक्राइबर पनि स्याहार्नु छ त मेरो त नि।
40 के पो छ त हौ केलाई हटाएर यस्तै रहेछ जिन्दगानी कहिले घाम कहिले पानी यो भने गयो हाम्रो जवानी अझै हामीलाई पिच निस्किन चाहिँ अझै टाइम लाग्छ होइन यहाँ हाम्रो गाउँको गयो होला बडा मान्छे बाटो विकास शिक्षा विकास चौबाटो कतिजना चाहिँ यता जान्छ होइन सेल्फी आउनेहरू नयाँ नयाँ तर खासमा चाहिँ यताबाट हो चौतारा गएको छ नबसी जान्छ है गएर हान्दिउँ ल भन्नाले बाइक कुद्ने बाटो चाहिँ छ यार केही होइन कहाँबाट लगिस् नि फेरि मासला कहाँबाट लगेको ए उत्रौँ चिप्लो त चिप्लो भयो एकदम तिमी कहाँ ढलेर हेर्नु न बाटो तर यो त्यो पहिल्यै ढलेको है नभए पनि 2-3 दिन भयो होला ए हप्ता दिन पुग्यो नि रामायणको कहानी हुन्छ त अनि ल गयो कस्तो हेर्दा चिप्लिने ठाउँै छैन तर कस्तो साह्रो चिप्लेको नि झर्ना डाँडाको ओह्रालो यस्तै भइरहेको जस्तो लागिरहेको सो हामी चाहिँ पिच आइपुग्यौँ अब हामी उड्दैछौँ हामीलाई मैले रेकर्ड गरेको 13 मिनट भइसक्यो यार ट्राई म्यासेज आएकै छ यार मौसमको उत्रिनु एमटी पनि त कालै भइरहेछ त हिँड्न हामी चाहिँ अगाडि टाइम लाग्छ है अब सिधै सो फाइनली म चाहिँ एक्जाम लेखिसकेर घर पनि आइसकेको छु उता चाहिँ मैले भिडियो गर्नु पाएन किनभने फोन लानु दिँदैन यता मैले स्कुलमै छुटिरहेको थिएँ हो स्कुलदेखि पनि आज जानै पर्छ सन्चरै पुग्नुपर्छ हाम्रो चाहिँ हाम्रो स्कुल चाहिँ खुट्नाबारीमा राखेर त्यहाँबाट मैले भिडियो पनि गर्नु पाएन ब्यागमै त भर्खर निकाल्दैछु फोन सो यस्तै हो आजको एक्जाम ठिकै गयो जस्तो लाग्यो रिजल्ट चाहिँ 3 महिना बाद हेर्नुपर्छ हुन्छ धन्यवाद बाई